आफ्नो दाजुभाइ के हुन्? दाजुभाइ भनेको शक्ति हुन्। दाजुभाइ भनेको शक्ति हुन्। दाजुभाइसँग कहिले पनि बाँच्नुहुन्न। जसको दाजुभाइ छैन त्यो गाउँमा हेपामा पर्या हुन्छ। जसको दाजुभाइमा शक्ति छ त्यो कहिले हेपामा पनि पर्दैन, त्यसलाई कसैले हेप्न पनि सक्दैन। तर बुझ्ने तरिका अलग हुन्छ। बुझ्ने तरिका कस्तो कसरी मान्छेले बुझ्छ त्यो आफ्नो ठाउँमा छ। तर दाजुभाइ हुनु बहुत जरुरी छ। तर दाजुभाइसँग मिल्न नसक्ने, झगडा गरेर एकलकाटे बन्ने दाजुभाइको लागि के हो त? त्यो पनि कस्तो हुन्छ भन्नुहुन्छ नि, त्यही दाजुभाइको शक्ति देख्न नसकेका, त्यही दाजुभाइको मिलमिलाप देख्न नसकेकाहरूले विष हालेर फुटाएको र त्यसबाट फुटेर बसेकोलाई एकालघाटे भनिन्छ मेरो विश्लेषणमा। नत्र दाजुभाइ भनेको चाहिन्छ। हेर्नुहोस्, जसका दाजुभाइ छन् तिनी मजबुत छन्। तिनलाई कसैले भाइ फुटेको अरू लुट्यो भन्ने त कहानी नै छ। दाजुभाइ चाहिन्छ। दाजुभाइ बिना शक्तिको कल्पना गर्न सकिन्छ। शक्तिको कल्पना गर्न सकिन्न। दाजुभाइ मजबुत हुनुपर्छ। दिदीबहिनी के हुन्? दिदीबहिनी पनि आफ्ना दाजुभाइ दिदीबहिनी पनि हुनै जरुरी छ कि। हेर्नुहोस्, किन भनेपछि त्यो दिदी नहुदियो या त्यो बहिनी नहुदियो हाम्रो चाहिँ सन्तान त बढ्लान् छोराबाट, होइन, या भतिजाबाट सन्तान त बढ्छन्। तर इष्ट कमाउने भन्छ नि, इष्ट मित्र कमाउने भनेको दिदी बहिनीले। दिदी अर्काको घरमा गइन्, त्यहाँका 4 जना इष्ट हाम्रा थप्पे। बहिनी अर्काको घरमा गइन्, 4 जना त्यहाँबाट इष्ट थप्पे। दिदी बहिनी भनेका इष्ट थप्ने, इज्जत थप्ने।